अब हाम्रो घरमा केरा खान आउनुहोस् भन ल भन्नुस् न हाम्रो घरमा कति धेरै केरा छ 26 जना केरा खान आउनुहोस् हस् भन न 26 जना केरा खान आउनुहोस् भन न आउनुहोस् कति केरा छ कति धेरै केरा कोलाई पाक्यो केरा पाक्यो हाम्रो केरा है बाबुलाई केरा मनपर्छ मनपर्छ बाबु केरा कति खाने धेरै खाने खाने थकेन फेरि गर्नुहोस् त अनि मामुलाई दिनुहोस् त केरा एउटा अबि भएन छकेन बाबुले छकेन यसरी गर्ने यसरी वाउ कस्तो राम्रो केरा यमी गरिदिनुहोस् न नखाएर खानुहोस् न आइ गर्नुहोस् न यमी यमी छ यो के हो दिदी त्यो यिनीहरू के हो त्यो यो के हो यो केरा कति धेरै केरा है बाबुलाई केरा मनपर्छ केरा बोक्नुहोस् त खोइ बोक्नुहोस् त आको तेरा काँचो छ त्यो त यो खाने यो पहिला अच्छा खाने आई